नमस्कार साथीहरु, तपाईलाई स्वागत छ क्याशमन्डुको नयाँ जानकारीमूलक भिडियोमा। आज पनि मैले एनआईबीएल सहभागिता फन्ड अर्थात एनआईबीएल को एसआईपी को बारेमा भिडियो लिएर आएको छु। जुन भिडियो यो दोस्रो भिडियो हुनेछ। जुन भिडियो यसको पहिलो भिडियो चाहिँ च्यानलमा अपलोड गरेको थियो र त्यसमा तपाईहरुले गर्नुभएको कमेन्टहरु, तपाईहरुले अझै नबुझेको कुराहरु र धेरै सोधिएका प्रश्नहरुलाई समेटेर मैले तपाईहरुलाई भिडियो तयार पार्दै छु। तपाईहरुले एसआईपी रकम पेमेन्ट गरिसक्नु भयो, तपाईको पैसा तिरिसक्नु भयो, तर युनिट अझै पेन्डिङ नै छ। अर्थात तपाईकोमा न युनिट आएको छ, न देखाएको छ, न तपाईलाई थाहा छ पैसा के गयो, कता गयो, कसरी गयो। यस एसआईपी ले पैसा लिएर युनिट नदिएको हो कि यो स्क्याम हो, के तपाईको पैसा जोखिममा पर्यो। आज यस भिडियोमा किन, कसरी र कहिले युनिट रिलिज हुन्छ प्रष्ट रूपमा तपाईलाई म जानकारी दिनेछु र पेन्डिङ युनिटहरु कता कता बसेको हुन्छ, कसरी हेर्न सकिन्छ त्यसबारेमा पनि तपाईलाई म जानकारी दिनेछु। यस्तै यसमा कोलाई कन्ट्याक्ट गर्ने, कसरी कन्ट्याक्ट गर्ने कुराहरु पनि तपाईलाई म जानकारी दिनेछु। त्यही भएर भिडियोलाई अन्तिमसम्म हेर्नु होला, छोटो मिठो भिडियो हुनेछ। अहिले हामीले सबैको ड्याशबोर्डमा हाल तपाईको लगभग 1 वर्ष हुन थालिसक्यो। सबैको ड्याशबोर्डमा पेन्डिङ भएको देखाउँछ। यस्तो सिचुएसनमा तपाईहरुलाई धेरैलाई डर लागेको हुन सक्छ र मेरो युनिट कहाँ गयो, के भयो भन्ने कुराहरु पनि तपाईलाई थाहा नहुन सक्छ। कतै एसआईपी रोकिएर बन्द भयो कि हाम्रो पैसा डुब्यो कि भन्ने मनमा लागेको हुन सक्छ। त्यसको लागि तपाईलाई म सबैभन्दा पहिला म तपाईलाई यो युनिटहरु पेन्डिङ छ कि एप्रुभल छ भनेर देखाउन चाहन्छु। कसरी हेर्ने भनेर म तपाईलाई देखाउन चाहन्छु। सबैभन्दा पहिला क्रोम खोलेर तपाईले एनआईबीएल सहभागिता फन्ड भनेर सर्च गर्ने। त्यसपछि तपाईलाई जेसुकै देखाए पनि तल जाने यहाँ। त्यसपछि यहाँ हेर्नुस् एनआईबीएल सहभागिता फन्ड ओपन इन्डेड म्युचुअल फन्ड नेपाल भनेर दिएको छ। यसमा क्लिक गर्ने। यसमा क्लिक गरेपछि यस्तो इन्टरफेस देखाउँछ। इन्टरफेसमा यहाँ तपाईले अनलाइन सर्भिस देखाएको छ। अनलाइन सर्भिसमा एनआईबीएल सहभागिता फन्ड माथि नै छ। यसमा क्लिक गर्ने। यसमा क्लिक गरिसकेपछि यस्तो इन्टरफेस आउँछ। यस्तो इन्टरफेस आएपछि तपाईले अनि लगइनमा जाने। अनि आफ्नो युजर नेम, पासवर्ड के छ त्यो हाल्ने। मेरो पहिले नै अब अटोमेटिक खोलिराखेको हुनाले यसमा देखाएको छ। मैले यसलाई लगइन गरे। त्यसपछि यस्तो ब्ल्याङ्क आउँछ। यो भनेको हाम्रो खुलिसकेको हो। यहाँ माथि यहाँ नाम देखाउँछ। तर मैले यो अर्काको युज गरेको हुनाले तपाईलाई मैले यो देखाउन सक्दैन अहिले। यसबाट तपाईको पासवर्ड चेन्ज अनि चेन्ज पिन कोड, लग आउट, साइन आउट गर्न सकिन्छ। डिटेल हेर्न परेपछि तपाईले एसआईपी पर्चेज तपाईले पर्चेज स्टेटमेन्टहरु सबै यहाँबाट हेर्न सक्नुहुन्छ। रिडेम्पसन भयो, एसआईपी को डिटेल यता छ, यता देखिन्छ। तर तपाईलाई म अहिले चाहिँ एसआईपी युनिट पेन्डिङ छ कि एप्रुभल छ भन्ने बारेमा देखाउन गइरहेको छु। त्यही भएर अहिले अरु नहेरौं, डिटेलमा जाने। पहिला यो डिटेलमा गएपछि तपाईको यस्तो डिटेलमा गएपछि यस्तो आउँछ। तपाईको नाम, तपाईको डिटेल आउँछ, तपाईको युनिट अबाउट अनि युनिट समरी कति युनिट छ भने चाहिँ यहाँ तपाईको हेर्न सक्नुहुन्छ। पेन्डिङ युनिट भनेको 1148.5 भनेपछि यति चाहिँ पेन्डिङमा छ। अझै यसमा चाहिँ यति पेन्डिङ छ भनेर देखाएको छ। यसको चाहिँ तपाईको अरु अझै डिटेलमा हेर्न चाहनुहुन्छ भने एसआईपी मा जाने। त्यसपछि एसआईपी ट्रान्ज्याक्सन भनेर देखाउँछ। त्यसमा चाहिँ हेर्न सक्नुहुन्छ। हेर्नुस् तल जाने। यो भनेको पेन्डिङ एप्रुभ यो भनेको एप्रुभ भइसकेको हो। यो एप्रुभ छ। हेर्नु त पेन्डिङ भन्यो। यसलाई तल जाउँ त।
तल जाउँ हेर्नुहोस् हेर्नु है तपाईँको 2025 5 महिना 9 गते भनेपछि यो लास्ट ट्रान्जेक्सन भनेको 5 महिना 9 मतलब मे महिनाको 9 तारिकको देखाएको छ यसमा। त्यसपछिको सबै पेन्डिङमा छ भनेपछि 2025 को मे महिनाबाट अहिलेसम्म जति हुन्छ सबै पेन्डिङै देखाउँछ। यो भनेको सबैकोमा यस्तै देखाएको होला। माथिको जो तपाईको डिमेटमा पोर्टफोलियोमा देखाउने भनेको ए लेखा छैन जो एप्रुभ वाला, यो ए वाला यो चाहिँ तपाईको पोर्टफोलियोमा डिमेट एकाउन्टमा देखाउँछ, मेरो सेयरमा देखाउँछ। तर यो पी भनेको पेन्डिङ हो, यो चाहिँ देखाउँदैन तपाईले। अनि यो चाहिँ तपाईले एप्रुभ भएन भनेपछि यो तपाईले अहिले बेच्न नै सक्नुहुन्न। तपाईले बेच्न सक्ने भनेको अहिले पेन्डिङ भएकोले बेच्न सक्नुहुन्न। त्यही भएर तपाईले हेर्नको लागि एमा आएर हेर्न सक्नुहुन्छ के भइरहेको छ भन्ने बारेमा तपाईको पुरा डिटेल यहाँ हुन्छ है। एसआइपी को युनिटहरु हेरिसकेपछि हामी अब कुरा गर्दैछौँ एनआइबिएल सहभागिता फन्डको फन्ड साइजको बारेमा, जुन लगभग 6 अर्ब पहिले नै भरिएको थियो र त्यस कारणले गर्दा त्योभन्दा बढी बढाउनको लागि फन्डको साइज त्योभन्दा बढी बढाउनको लागि यस एनआइबिएल सहभागिता फन्डले सेबनलाई निवेदन दिइसकेको छ। तर एप्रुभल हुन बाँकी नै छ। नेपालको विभिन्न परिस्थिति कारण तथा उनीहरूको आफ्नै कुनै क्राइटेरिया आफ्नै रुल रेगुलेसनले गर्दा चाहिँ अलि टाइम लाग्ने हुन्छ। त्यसैले आफ्नो निश्चित पुँजी जति पहिला एप्रुभ पाएको हुन्छ त्यति फन्डले पुरा गरिसकेपछि त्यसैभन्दा बढी पैसा उठाउन चाहिँ पाउँदैन। त्यही भएर अहिले एप्रुभ नगरेर पेन्डिङमा देखाएको छ। यो सीमा चाहिँ सेबनले कडाइका साथ तोकेको हुन्छ। अब के हुन्छ भने फन्ड साइज फुल भएपछि एनआइएमबी एस क्यापिटलले सेबनमा चिठी पठाउनु पर्ने हुन्छ, जुन अलरेडी पठाइसकेको छ। हामीलाई फन्ड साइज यति पुरा भइसक्यो, योभन्दा बढी बढाउन चाहन्छौँ भनेर उनीहरूले लेटर दिन्छ, उनीहरूले निवेदन दिन्छ र सेबनले आफ्नो प्रक्रिया तुरुन्तै चाल्नुभन्दा पनि डकुमेन्टेसनहरू, एप्रुभल, इन्टरनल चेकहरू, विभिन्न आफ्नो नियम आफ्नो प्रक्रियाहरू पुरा गरेर एप्रुभ दिने हुनाले अलि टाइम लाग्दछ। प्राय 6-7 महिनामा हुनुपर्ने हो, तर अझै यो धेरै ढिलो भइसकेको छ। यसमा फन्डको भन्दा पनि सेबनको सबैको कतै न कतै कमजोरी छ होला। त्यही भएर अहिले लामो समयसम्म यो पेन्डिङमा बसेको छ र एप्रुभल पनि पाएको छैन भन्ने भनिएको छ। यो ढिलो भए पनि हामीले चाहिँ एसआइपी गर्न छोड्नु हुँदैन। हाम्रो पैसा हाम्रो युनिटहरू पेन्डिङमा अड्किएको भए पनि हाम्रो एसआइपी चाहिँ एक्टिभै भएको मानिन्छ। यो कहिले खुल्छ कहिले युनिट आउँछ भनेर अफिसियली डेटहरू कसैले तोक्न सक्दैन, किनकि यो भनेको एउटा प्रक्रिया हो, पुरा भएपछि हुने कुरा हो। यसमा सेबनबाट एप्रुभल आएपछि तुरुन्त युनिटहरू क्रेडिट हुन्छ र तपाईको मेरो सेयरमा तपाईको पोर्टफोलियोमा त्यो सबै जम्मा हुन्छ। त्यही भएर यो एसआइपी गर्न चाहिँ छोड्नु हुँदैन। तपाईको पैसा सेभ छ भन्ने बुझ्नुपर्छ। युनिट पछि एकैपटक क्रेडिट हुन्छ है तपाईको खातामा, त्यो पनि बुझ्नुपर्छ। तपाईको पैसा सेभ छ, तपाईको एसआइपी एक्टिभ छ र युनिट मात्रै पेन्डिङ छ, त्यो भनेको हराएको होइन, पेन्डिङ मात्रै भएको हो भनेर बुझ्नुपर्छ। मैले बारम्बार इमेल गरेर सोधपुछ गरिरहेको हुन्छु यस क्यापिटललाई, एसआइपीलाई। उनीहरूको सधैँ एन्सर हुन्छ हामी प्रोसेसमा छौँ, प्रोसेसको ढिलाइको कारणले हामीले एप्रुभ गर्न पाएको छैन, हामी वेटिङमा छौँ। हामीले एप्रुभ पाएपछि तपाईको सबै क्रेडिट हुन्छ, धैर्य गर्नुहोस् भन्ने हिसाबको इमेलको रिप्लाई आउने गर्दछ। त्यही भएर अहिले चाहिँ हामीले आत्तिनुभन्दा पनि वेट गर्नुपर्छ र सेबनले एप्रुभल दिइसकेपछि तपाईलाई जानकारी गराउनलाई चाहिँ एउटा भिडियोहरू बनाउँला या तपाईले जानकारी पाइहाल्नुहुन्छ।
साथीहरू, तपाईँलाई थप जानकारी चाहियो या तपाईँ आफै कन्ट्याक्ट गर्न चाहनुहुन्छ भने म तपाईँलाई यस NIBL एस क्यापिटलको कन्ट्याक्ट नम्बर तल दिएको छु। तपाईँले आफैले कन्ट्याक्ट गरेर इमेल मार्फत या डाइरेक्ट कल मार्फत तपाईँले जानकारी प्रदान गर्न सक्नुहुन्छ। हस्त साथीहरू, आजको भिडियो यति नै। आशा छ तपाईँहरूले केही कुराहरू सिक्नुभयो होला। अझै पनि तपाईँको मनमा कुनै शङ्का या कुनै इन्क्वायरीहरू, कुनै कन्फ्युजन छ भने कृपया कमेन्ट छोड्नुहोला, कमेन्ट गर्नुहोला र च्यानललाई पनि सब्सक्राइब गर्नुहोला। हस्त, धन्यवाद। अर्को भिडियोमा भेटौँला। Kathmandu, Nepal's voice of finance.